यो वेलकम टु माई न्यू ब्लग। मेरो भन्दा नि यो ब्लग चाहिँ मेरो साथीको हो होइन। अहिले चाहिँ हामी कति बज्यो दोस्त? 11:20 भयो होला। दोस्त कोही दोस्त भयो दोस्त यो अब दोस्त अगाडि अगाडि म पछाडि पछाडि। खासमा यो भ्लग चाहिँ दोस्तको च्यानलमा आउँछ। दोस्त च्यानलको नाम भनिदेऊ त। ए कुशल पौडेल छ। सबैले लाइक सेयर सब्सक्राइब यसो फलो सलो हाल्नु नि। अब टक्क हाम्रो यहाँ गाडी नि अहिले भर्खर मैले अस्ति BMW किनेको थिएँ। खतरा छ। हल्का बाहिर चाहिँ राख्ने ठाउँ नभएर मैले कोठाभित्रै अहिले राखेको छु। कहाँ छ भन्दा गाडी चाहिँ यहाँ छ है। गाडी यस्तो यसको यो चाहिँ फेरि खतरा छ कि हातले खोल्नुपर्छ। नाइस छ गाडी। यहाँ चाहिँ दोस्तले मोस्टर ट्रक किनेको छ। मैले चाहिँ अलिकति अब मलाई अफरोड मन लाग्दैन र स्पोर्ट्स कार यसो BMW किनेको छु। हाम्रो कलेक्सन देखाउने हो र कलेक्सन अहिले नदेखाउँ होला दोस्त। यो अस्ट्रेलियामा पैसा त्यसै रुखमा फल्छ साथी। अस्ट्रेलियामा पैसा खाएपछि पैसा फलिरहेको हुन्छ। खुट्टा दुखिरहेछ लेग हानेको। लेग हाने 3 दिन बसालेर 3 दिन होइन धेरै भइसक्यो नि। मन्डे हाने हो दोस्त। मन्डे आज वेडनेसडे। मन्डे हो र होइन मन्डे मन्डे हो सन्डे हो। सन्डे जस्तो लाग्छ। यो साझा दोस्तले नि यसो हात हल्का पिल्छाएर आएछ नमिठो। मैले हिजो ठ्याक्क यहाँ दोस्तको आज पालै पिलो छ हाम्रो चाहिँ रुममेटको चाइ बोकेँ मैले। जाउँ दोस्त तिमी हिँड न म अगाडि तिम्रो पाउँछु। यो चाहिँ युनिट नम्बर नभनौँ। यो चाहिँ हाम्रो हो त्यो अपार्टमेन्ट। अनि हामी चाहिँ टक्क अब रातिको हाम्रै अपार्टमेन्ट अन्त कोही छैन सुन्छ। टक्क दुइटा 7मा आयो। 7th फ्लोरमा बस्छ। 7th फ्लोरमा सिमले नोटिफिकेसन पठाएर मार्च हल्का प्रोग्रेस चाहिँ केही भएको छैन। अलिकति हल्का हो कि हुँदैछ। जो हाम्रो डाइट चाहिँ खत्रै छ। अब भरे आएर अन्डा खाइन्छ 2टा मासु खाइन्छ यस्तै छ। Oh my god. दोस्तको कपाल बढेन अरे। दोस्तलाई छुट्टै तनाव छ के भएर। नयाँ किने अब देखाउनु परिहाल्यो नि दोस्त। भइहाल्यो नि। PS5 हातमा बोक्दिन। होइन त्यो त नगरौँ होला। क्यामेरा भएको थियो नि बोकेर हिँड्दा भयो। दोस्तको च्यानलमा भ्लगै हाल्ने भएपछि त म के भन्ने हो र। हालिदिउँ न एक लट भ्लग पछिसम्म नि रमाइलो। अस्ट्रेलियाको चल पहल भनेर। इजिमार्टमा गएको छ। इजिमार्टमा बन्द भइसक्यो होला। मलाई देखाइरहेको छ हौ। तिम्रोमा छ? क्यामेराले त मलाई हेराइ छ रे यार। कस्तो म यस्तो राम्रो छु र। स्टेसनमा कुरेर बस्नु र कुरेर नबस्नु होला।
लाइन हुन्थ्यो गाइस आज त अघि त्यो बोर्डै चलाएको थिएन यार अहिले प्लेटफर्म 1 मा एउटा उ देखाइरहेको छ चिना छौ जहिले यहाँबाट पनि ल लिनेमा हिजो त अर्कै मान्छे नेपाली लाग्यो होइन इन्डिया बङ्गलादेशी हो त्यसलाई नि च्यानलको नाम भनौँ प्रोबाट हाल्नुपर्छ पढ म भन्छु मिनिट ल्याइदिउँ न ओ ए दोस्त यहाँ त गुरु आउँदो रहेछ त र खतरा गुरु आउँछ नि म त त्यसै कारण जति गरौँ साथीहरू सिमबाट एउटा लुगा अर्डर गरेर दोस्तको बाइक चेस्ट चाहिँ उ भयो यार हल्का त्यो दुखिरहेको होइन लुज भइरहेको थियो दुखिरहेको छ हल्का टाइट भयो जाउँ न We are heading towards gym. Going to gym. No? Yeah. Just vlogging in his channel. Oh, which one? He will show you. This vlog will come in his channel. Maybe today or tomorrow. Let's see. I used to vlog back in Nepal, but after I came here, I haven't captured anything. Yeah. I've just buy this. First one. Yeah, I've just buy this and let's do. So I will win the first one. Yeah. You want this? It's so rich. No. It was in sale Black Friday. And still. There's no sale. See it? Black Friday sale. So how do you hire here? There is any space for hiring? I have. Is there is any space? Just tell me. Any specific? Yeah. No. There is this vacancy available. There is not this one. Where? I can check for other shops. It will be easier for me in this one. Like I have good enough people coins, you know. 5 minutes walk. Anyway. And most of the shifts I myself take. Oh, okay. Yeah, I just see you here. You are the owner. I'm the supervisor. So I take just- the shifts and I just see him every day here. Yesterday you weren't here. Yeah, was. Then, You were? In the morning. He was in the morning. In night, next guy was here. I'm taking nights every Oh. Wednesday. Plus all the mornings. So you are getting a lot of money. Where are you from? Me? Really? Delhi. Oh, I thought from Bangladesh. From where? Bangladesh. Nah, man. I'm the only Indian here, Yeah. man. Oh, the other guys are. The other guy was, I guess, All Bangladesh. from Bangladesh. हमको भी हिंदी आती है. Most of the people from Nepal, they know me. Yeah. They watch Hindi movies, that's why. My last housemate was from Nepal. Where do you live here? Me, Hunter Street. 10 Yeah. minutes walking. 5 minutes. Where? This side? No, the specific point. That's the one. Right there. This one. For me, from the fountain. The street. Yeah. That one. In the Westfield. Huh? Westfield. Yeah, from the fountain? Just left. That's it. There. For me, easy. Yeah. Tomorrow morning back again. Sorry, Bhaji. Now we are heading to gym to the tricep day. म युट्युबमा भ्लग हाल्ने उसको उसको ब्लॉग उसको यूट्यूब में आउँछ कि लव यू ठीक है भाई अभी जा रहे हैं हम मिलते हैं. कल. Morning. Any morning I will meet you. Yeah. Some morning. I guess tomorrow morning. Tomorrow morning. Nice. It was nice. It was nice. ल दोस्त अब होइन यस भयो त यति बेसी चिलो त हाम्रो यो भ्लग खत्रै हुन्छ जस्तो छ यसो अब नयाँ हो है क्वालिटी चाहिँ एकदम खा आइरहेको छ मैले सुरुमा आइफोन पाएपछि मलाई त्यस्तै लागेको थियो क्या होइन दोस्त राम्रै आइरहेको क्वालिटी त अहिले त दामी आइफोन
यो चाहिँ अब हामी हाम्रो जिम चाहिँ एनी टाइम फिटनेस हो यो चाहिँ ग्लोबलभरि कति छ अरे 23 कि कति छ भनेर आएको थियो। 23 कति छ ग्लोबल त टन्नै छ नि सिडनीमा चाहिँ ए यहाँ सिडनीमा चाहिँ ट्याप हान्नु भन्ने हुन्छ साथीहरू एनी टाइम फोन खोल्ने कता कतिजना छ आज छैन हामी मुनि नै जाउँ होला त्यस्तो गर्दै त्यो केटीहरू गर्छ नि त चाहिँ हाम्रो सुरुमा हल्का सेक्सन यहाँ चाहिँ हाम्रो लेग नै हुन्छ हामी चाहिँ जहिले यहाँ लेग यसरी हिँडेर लेग गर्छौँ त्यही त हो अब यसो हामी अस्ट्रेलियामा जिम ब्लग त्यसले त्यहीँ सब्सक्राइब हाल्नु के गर्नु हाम्रो ट्राइसेप्स हामी कहाँदेखि स्टार्ट गर्ने चाहिँ एक सेट 3 सेट सकिसकेको छ होइन अब हामी अर्कोमा जान आँटेको अर्को हान्छौँ अनि त्यस पछाडि लगभग हाम्रो सकिन्छ होला हामी हानेपछि खत्रै हान्छौँ ओलङ टलङ गर्दिनँ हान्ने हो चलिहाल्ने हो खाली हुन्छ जिम त्यस्तै छ ल अब अर्को सेट हानिसक्छौँ अनि त्यस पछाडि डाइरेक्ट बाटोमा भेटौँ होला निस्किँदै गर्दा हाम्रो चाहिँ जिम सेसन सकिएको छ हामीले ट्राइसेप मात्रै गऱ्यौँ आज कतिमा आइसक्यो हामी थाहा भएन कति 12 11 20 भएको थियो स्टेसन आइपुग्दा 35-40 भइगयो कति भयो अहिले ए 11:35 ए 12:35 भएछ अहिले 1 घन्टा 1 घन्टा ठ्याक्क हानिएछ अहिले चाहिँ हामी निस्किसक्यौँ अब दोस्त अगाडि हिँड्छ दोस्तको च्यानल अनि तर क्यामेरा हुनुको एउटा घाटा के थाहा छ के थाहा भन्नु त टक्क अरूको खिच्दै बस्नुपर्छ होइन आफ्नो चाहिँ कसरी खिच्दैन होइन त्यो त घाटा होइन मलाई त ठिक लाग्छ घाटा पनि हो होइन दोस्त यस्तो हो नि त दोस्त आफैले अब भ्लग गर्ने हो भने चाहिँ होइन मैले मेरै च्यानलमा हालेको थिएँ नि त म आफै खिच्दै नि त यो तिम्रो च्यानलमा हो नि त त्यो छ नि त कुरो त त्यो पनि हो अब आफूलाई खिच्न रमाइलो लाग्छ भनेदेखि त त्यो छुट्टै कुरो हो मलाई खिच्न रमाइलो लाग्छ तर मेरो फेस रिभिल त भइसक्यो तर मलाई आफ्नो च्यानलमा चाहिँ हाल्न खासै मन पर्दैन तर बिस्तारै भयो भने म भ्लग हाल्ने नै छु अवश्य अब एकचोटि हेरौँ कुनै दिन म भ्लग बनाएर डे इन के अरे खोइ के डे इन माई लाइफ इन अस्ट्रेलिया के भनेर हाल्छन् नि के भन्छ के भनेर हाल्छ दोस्त भन त हो यसरी बजेपछि मात्रै हिँड्नु होला ट्याउटा ट्याउटा ट्याउ गर्छ के भन्छ डे इन माई लाइफ होइन के भन्थ्यो क्या मैले बिर्सेँ ठ्याक्कै हामी अघि आउँदा यताको बाटोबाट आएको थियौँ अब हामी ट्रेन स्टेसनदेखि उताको बाटोबाट जान्छौँ मैले कान्छी लगाए नै आयो मैले कान्छी लगाए नै आयो खोइ आयो होला यार जसमा थाहा छैन यार हेर्नै पर्छ
मलाई लाग्न त औडा लागिरहेछ यहाँ भ्लग बनाउन ए बन्द भयो बन्द भयो मन लगाएको छैन नत्र चाहिँ तिमीले रिफर हानेबाट 10 के? डलर आइदियो ए त्यसले यसो केही किन्न हुन्थ्यो भने ठिकै छ बस केही छैन त्यो बनाउनु पर्छ होला यार डे इन माई लाइफ इन अस्ट्रेलिया खतरा हुन्छ होला है भर्खर आए स्टुडेन्ट यस्तो यस्तो गरेर यस्तो भ्युज आउँछ नि त्यस्तो आउँछ नि 100 आउँछ नि किन आउने होला? अ डे इन माई लाइफ इन अस्ट्रेलिया एज एन इन्टरनेसनल स्टुडेन्ट तर हामी नबनाउने म बनाइहाल्यो भने कुनै दिन हेरौँ लेट्स अहिले जोस अहिले खासै खुलेर म बोल्न चाहन्न के बिस्तारै कुनै दिन लेट्स सी कुनै दिन अब नाइट लाइफ वेस्टफिल्डको नाइट लाइफ पनि म घुमाइदिने छु साथी र म नै घुम्छौँ होला खाली भएको बेला नाइट लाइफ त अब मन्डे हो कि ट्युसडे हो त वेस्टफिल्ड बन्द हुने बेला आइपुग्छ मात्र यो ठाउँ चाहिँ मलाई नि लाग्छै डर लाग्छ यहाँ चाहिँ यहाँ चाहिँ किनभने यहाँ अस्ति एकजनाको एक्सिडेन्ट भएको थियो त्यो त पछिको कुरो हो नि जस्तो अगाडिको अगाडिको पनि खत्रै छ यहीँ हो यो एरिया चाहिँ मतलब अलिकति डरमर्दो नै छ भनौँ पनि त्यस्तै हो अब छुरी हान्छ भन्ने सुन्यो यहीँ छ क्या यो अस्ति उत्यो गरेको चाहिँ यो फ्लावरहरू छ अस्ति भर्खर त्यो मरेको थियो एकजना अनि इन्डियन दोष भात खाने रे मैले चाहिँ भात खानिसक्यो अब म चाहिँ एक खाने 2टा मासु खान्छु होला मेबी प्रोटिन त दिनु पर्यो जिउमा हामी दोस्त नियमको पालना गरौँ है अब परिस्थिति अनुसार भएको छ दोस्त यहाँ थिएछ दोस्तले यसरी नन्जे हुँदैन थियो हेर ओ त्यस्तो कराएपछि हिँड्ने भनेर नि त्यो कराएपछि अर्कैतिर करायो यहाँ दोस्त यहाँ रातो बोलिरहेको हो र अँ म त यहीँ भयो भने ठाउँ नि त उता रहेछ यार गाडी आएको छैन ठिकै छ तर दोस्त यत्रो बेर भिडियो गरेँ तर भिडियो भएको छैन रहेछ भन्दा कस्तो हुन्थ्यो होला भिडियो भइरहेको छ कस्तो भने ओ हो गुड अलिकति बेसी जुम भएछ चेस्ट पनि पम्प भयो जस्तो फिल भइरहेको अब दोस्त चेस्ट पम्प भयो चेस्ट त अनि अस्ति हाने होइन कसरी आज पम्प भयो ट्राइसेप हान्यो कि तिमीले चेस्ट हान्यो हौ सम्म भयो त दोस्त दोस्तलाई भेटेन भने चाहिँ म केही भन्दिनँ यहाँ छ दोस्त अलिकति चाहिँ लाइटली हो तिमीलाई पो फोकस गरिरहेको छ ए त्यो भएर थियो दोस्त सरी नरिसाउनु होला दोस्त यहाँ कालो छ पनि छैन यार म दोस्त यहाँ छ दोस्तलाई फोकस गरिदिन्छु म अब त्यही पनि नदेखेर होइन देखिन्छ अब हामी फेरि ब्याक म भन्छु अगाडि काट्छु मैले पखाउनु सन्डे फर द लभ अफ ब्युटी अन स्विट्जरल्यान्ड हामी प्रमोट नहान्ने सुन चाँदीको लागि आउनुहोस् अन स्विट्जरल्यान्ड सुन चाँदीको लागि नेपालमा भएको लालिमा ज्वेलर्स सुरुङ्गा झापामा भएको त्यहाँ जानु होला हाम्रो साथी चाहिँ झापाबाट हो है म चाहिँ झापाबाट हो त्यही भएर मैले यसो प्रमोट हानेको मेरो दोकान जानु होला मेरो दोकान अनि दोस्त थाहा थिएन तिमीलाई भनेको थिएन त्यो भर्खर त बस सुन पसल हो छ त मलाई जस्तो रिचिक रहेछ नि त अनि होइन रिची नभन न यही मजदुरी गरेर सुनको भाउबाट ए यस्तो भयो क्या दोस्त सुनको भाउबाट कि अनि आएको हो क्या अरे क्या अनि सुनको भाउबाट झन् राम्रो हो नि होइन दोस्त जिस्क्या हो कहाँ मेरो सुन पसल छ दोस्त नेपालमा त चिलमा बस्थ्यो होला यहाँ बस्दिनँ थियो यार त्यस्तो नभने यो डोमिनोस
मैले प्रमोट चाहिँ खाने होइन तर हाम्रो उ त्यो अपार्टमेन्ट मुनि छ तर हामीले चाहिँ खाना चाहिँ खान्नौँ कहिले खाएको छैन दोस्त खै चाबी यहाँ छ यहाँ चाहिँ साथीहरू यो चाबी भयो तर हामी यसले ढोका हाल्छौँ खुरु 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 देख्यो जादु फेरि सक्छ त हामी अपार्टमेन्ट 7 मा हौ तर फ्लोर नम्बर चाहिँ कति हो हामी देखाउनेवाला छुइनँ भरे पछ्याउँदै आउनु भने त अपार्टमेन्ट 7 मतलब के भन्छ फ्ल्याट नम्बर अनि रुम नम्बर चाहिँ नदेखाउने भने अन्त दोस्त के कसो हो लास्ट गरेछ नि यतिको मारेको छ नि त्यस कति बज्यो अरे उयो त भोलि काम छ बिहानै कति बज्यो नि हेर यो नदेखाउने हामी ल बज्यो 12 बज्यो यार 12:30मा त निस्क्यो हामी 1 बज्यो बजे 12 बज्यो 1 बज्यो भने झन्डै 1 बज्यो 12:35मा निस्केको हामी ओहो ढोका नम्बर हामी नदेखाउनु दोस्त भ्लगर अब यार हुन्छ कि क्या यार कहाँ भाँडो बक्छ भने ए दोस्तको नयाँ कोही दोस्त अस्ति मैले अस्मो किनेँ दोस्तले चाहिँ PS5 किनेको छ PS5 एउटा कन्ट्रोलर अर्को कन्ट्रोलर तर दोस्तसँग बसेर खेल्न चाहिँ पाएको छैन छ दोस्तको PS5 अब हामी रुमतिर जाने आज अन्डा म त सुत्छु लाएर त छोड्दै म त केही खान्न ल ल गाइज अब यस्तै हो हामी रुम आइपुग्यौँ दोस्त भाइ भनिदेऊ बाई गाइस ल थ्याङ्क सी यू यू फर वाचिङ सी यू इन नेक्स्ट भिडियो लाइक सेयर एन्ड सब्सक्राइब त्यति दिनसम्मको लागि अब यो अर्को भिडियो कहिले आउँछ थाहा छैन यही भिडियो कहिले आउँछ पनि थाहा छैन हामीलाई अर्को भिडियो आउन्जेलसम्म चाहिँ रमाइलो गर्नु होला खानु होला बस्नु होला मोटाउनु होला अरू त के नै भन्नु हो र ल चिल